भएन पिरो छैन छैन दिन पनि रहेको छ आज हामीहरू गोदावरी चापागाउँ व्यापार तथा सांस्कृतिक मेलामा पानी पर्न लाग्यो पानी हामीलाई सस्ती पनि पर्न सक्छ है त ल हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल निरिश वर्षा। आज चाहिँ हामी चाहिँ चापागाउँमा लागेको सांस्कृतिक र व्यावसायिक मेला हेर्न भनेर निस्किसकेका छौँ होइन। छोरीको स्कुल बिदा भएर छोरीले चाहिँ हामीलाई बस्न टिक्न नदिएपछि चाहिँ अब सकेन बाबा भनेर चाहिँ हामी होइन टाइम मिलाएर मेला हेर्न भनेर आइसकेका छौँ। मेला चाहिँ घरभन्दा अलिकति माथि रङ्गशालामा भइरहेको छ होइन। होप मेला एकदमै रमाइलो हुनेछ। यसरी बच्चाहरूले चाहिँ हात हातमा बेलनहरू बोकेर हिँडेको देख्दाखेरि चाहिँ होइन रमाइलो लाग्दो रहेछ है। अनि माथि माथि हाइट हुँदै हामी पनि मेलामा पुगिसकेका थियौँ। हामीले टाढैबाट नै त्यहाँ रोटीपिङहरू होइन कोलम्बसहरू चाहिँ देखेको भएर चाहिँ पक्कै पनि रमाइलो छ जस्तो लाग्यो। अनि हामीले टिकट काट्यौँ। अनि टिकट चाहिँ कस्तो रहेछ भने खसी पर्न सक्ने सम्भावना भएको कारणले हामीले टिकट पनि सुरक्षित राख्ने विचार गऱ्यौँ। अनि व्यावसायिक मेला भन्ने बित्तिकै चाहिँ अब पुरा सबै कुराहरू बेच्न राखेको रहेछ कि तर हामी चाहिँ खासै सपिङ गर्ने हिसाबले आएका थिएनौँ। बच्चाहरूलाई मात्रै घुमाउने खेलाउने भनेर आएको थियौँ। तर यसो हेर्दा त रमाइलो रहेछ। फेरि सबै कुराहरू रिजनेबल प्राइसमा दिइरहेको रहेछ क्या। यसरी बच्चाको टोइजहरूदेखि भाँडाकुँडादेखि होइन तन्नाहरू भनौँ न यसो टी सर्टहरू धेरै कुराहरू किरिङहरू ब्यागहरू ट्राउजरहरू सबै कुरा थियो। राम्रै कुरा थियो। मलाई त्यति नराम्रो लागेन। सबै कुरा राम्रो थियो होइन। मजाले यसरी तितौरा पनि मजाले सजाएर चाहिँ यो पक्कै घर जाने बेला लिनेछौँ जस्तो लाग्यो। त्यसपछि हामी पहिलासम्म भित्र छिर्यौँ। पुरा त्यहाँ त होइन डान्स चलिरहेको थियो। एउटा बहिनीले एकदमै राम्रोसँग नाचिरहेको थियो। तर डे भएको कारणले मान्छेहरू चाहिँ त्यो डान्समा त्यति धेरै हेर्न क्राउड थिएन भनौँ न। तर पनि डान्स चाहिँ त्यो बहिनीले एकदमै राम्रो गराएको थियो। हामी चाहिँ टक्क अड्डेर एकछिन त्यो बहिनीको डान्स हेरेर बस्यौँ होइन। डान्स राम्रो थियो। खासमा चाहिँ अब राष्ट्रिय स्तरका हाम्रा कलाकारहरू चाहिँ सबैजना चाहिँ बेलुका साँझमा मात्रै आउनुहुन्छ भन्ने मैले सुनेको थिएँ। अब साँझमा आइरहँदाखेरि चाहिँ टाइम नमिल्ने भएको कारणले चाहिँ बच्चालाई खेलाउनुपर्छ हामी दिउँसै लिएर आएको थियौँ होइन। तर रमाइलो थियो। छोरीलाई पनि नाच्ने होइन भनेको के नाच्नु है। अब त गेम खेल्नैको हतार छ होइन। एकछिन हेर्न पनि नदिएर छिटो जाउँ भनेर हामीलाई हुरुक्कै पारी। अनि पापाले चाहिँ होइन छोरीलाई गेम खेलाउनु भनेर हेरेर गइसु। त्यहाँ अरू प्रोग्राम पनि हुँदै थियो तर त्यो हेर्न पाइएन। अनि छोरी चाहिँ सिधै गएर होइन अब गेम खेल्न भनेर गइसकि। अनि म त त्यहाँ हेरेर बस्नु पनि भएन। छोरी के गर्छ छोरीको पछि त लाग्नै पर्यो भनेर म निस्केँ त्यहाँबाट होइन। एकदमै ठुलो ग्राउन्डमा भएको होइन ठाउँ एकदमै ठुलो थियो। मैले एक्कासी टाढाबाट त छोरीको साथीदेखि अनि नजिक गएर बोलाउँदाखेरि त एकदमै ऊ पनि दङ्ग पऱ्यो क्या। पक्कै पनि अब मलाई देख्ने बित्तिकै साथी आएछ भने मक्क है। अनि तिम्रो साथी त त्यहाँ जम्पिङ गएर खेले होइन भनेको पनि आएर दुईजना ल कम्पनी पाइहाले मस्तीसँग उफ्रिन थाले। खासमा नि साथीहरू यो गेमलाई चाहिँ के भन्छ मलाई अहिलेसम्म थाहा छैन है। म त सधैँ छोरीले जम्पिङ गर्ने भन्छ म पनि यो गेमलाई जम्पिङ गेम नै भन्छु है। जहिले पनि हाँस उठ्छ मलाई त्यसको खास छैन यो गेमको नाम के हो नि थाहा छैन है। ठिकै छ उनीहरू मजाले रमाइलो गरिरहेको थिए। यतापट्टि चाहिँ हेयर स्लाइड पनि थियो। त्यो गेम सक्ने बित्तिकै अब हेयर स्लाइड पनि उनीहरूलाई नखेली भएन। अनि ओके हेयर स्लाइड पनि खेलाइदिन्छु भनेर आएको थिएँ। अनि उसको साथीलाई लिएर आएर उनीहरू दुईजना हेयर स्लाइड खेल्ने भनेर गए। अनि टिकट काटेर हेयर स्लाइडभित्र छिरायौँ होइन। त्यसपछि त हामीलाई आनन्द है। अब यहाँ लडलान भन्ने छैन ठोकेला भन्ने नि छैन। उनीहरूले सधैँ खेलिरहेको गेम हो होइन। इन्जोय गर्छन् रमाइलो गर्छन् पुरा। उनीहरू त दङ्ग परेर स्टन गरिकन होइन हेयर स्लाइड खेल्न लागे। म चाहिँ यसो दायाँ बायाँ पनि हेर्दै थिएँ। मेला एकदमै रमाइलो थियो होइन। धेरै क्राउड नभए पनि मेला चाहिँ ठुलो ठाउँमा भएको कारणले आनन्द थियो। गर्मी पनि थिएन नि त।
ढुक्कको मौसम थियो अनि यसो हेरेको अर्को गेम पनि रहेछ यो पनि खेलाइदिनु पर्ला भनेको त भर्खर बनाउँदै रहेछ क्या अनि कोलम्बस देखेपछि म त खेलाउँ लाग्यो पापालाई पापा जाउँ न कोलम्बस खेलौँ भनेको त पापा त नखेल्ने रे है अनि भयो त अब आफू एक्लै खेल्ने त आँटे होइन कि साथीहरू मलाई साँच्चै भन्नुपर्दा एक्लै खेल्दा त मलाई लास्टै डर लाग्छ त्यो गेम पापा नखेल्ने भएपछि आफू चाहिँ हेरेरै चित्त बुझाएँ अनि बच्चाहरूले खेल्छु भन्दा थियो बच्चाहरूलाई चाहिँ खेल्न दिन अलिक रिस्की छ जस्तो लाग्यो है अनि उनीहरू चाहिँ अरू गेम पनि छ अरे त्यो गेममा चाहिँ प्राइज पाउँछ अरे भनेर फटाफट अगाडि हिँडेँ अनि पछि उनीहरूको पछि लाग्दै हामी पनि गयौँ कस्तो खालको गेम रहेछ हेरौँ न त भनेको नभन्दै गेम त रमाइलो रहेछ होइन रिङ रहेछ 6वटा त्यो रिङलाई चाहिँ त्यहाँनिर हाल्ने अनि जुन अब हुन्छ नि सामानमा त्यो रिङ पर्यो त्यही सामान पाइने अथवा पैसामा बनाए नि हुने रहेछ पैसा पनि रहेछ त्यो होइन त्यो जुनलाई सर्कल गर्न सक्यो त्यही जित्ने रहेछ तर पैसा यतिकै वेस्ट भयो उनीहरूले केही पनि सकेनन् त्यसपछि अर्को गेममा आए त्यो गेम चाहिँ बच्चाहरूले खेल्ने होइन भनेपछि पापाले ल म खेलिदिन्छु नि त भनेर चाहिँ त्यो एरोले चाहिँ त्यो नम्बरमा हाल्न पनि होइन त्यो वरिपरि तारबारहरू लगाएर कहीँ पनि टच नहुनु ठ्याक्कै नम्बरमा टच हुनुपर्ने रहेछ तर पापाले चाहिँ त्यहाँबाट चाहिँ विन गरेर पैसा ल्याइस्यो अनि फेरि छोरीले त्यही गेम दोहोऱ्याएर खेले बाबा जति खेले नपुग्ने अब भोकायो होला नि बच्चा भनेर चाहिँ भित्र लग्यो के खान्छौ त भनेको पानीपुरीलाई बच्चाहरू किन यस्ता भएको घरमा चाहिँ यति जिरा मिसाको तरकारी खाँदा पनि पिरो हुन्छ उनीहरूलाई पानीपुरीको त्यस्तो पिरो झोल चाहिँ हाहार हु गरेको चाहिँ दङ्ग परेर खाछन् एक प्लेट खाऊ है भनेको त नाइरे एक प्लेट पुग्दैन अरे भनेर अर्को प्लेट पनि मगाएर खाएको छ नि सानो बाबु चाहिँ पुरा जुस खाएर इन्जोय गरेर आएको थियो होइन अब यतिले मात्र त पक्कै पुगेर त्यहाँ त विभिन्न खानेकुराहरूको फुड फेस्टिभल जस्तो पनि लागिरहेको थियो नि त अनि मैले गएर चाहिँ चप लिएर आइदिएँ चप खान्छु भनेको थिएँ अनि चप पनि उनीहरूले मक्ख परेर खाएँ एक्कासी त घनघोर पानी परेर साथीहरू मान्छेहरू त यत्र तत्र सबैतिर इन्सलमा बस्न थाले अब भएन पानी रोकिने छाडकाट पनि देखेन पापाले चाहिँ घर जाउँ अब भयो भनेपछि चाहिँ अनि हामी घरतर्फ लाग्यो छोरीले साथीलाई बाई बाई गरेर हामी चाहिँ घरतर्फ निस्क्यो साथीहरू तर उसले चाहिँ हामीलाई सुरुदेखि नै हर्स राइडिङ गर्छु भनिरहेको थियो हर्स राइडिङ बाहिर थियो तर पानी परेको कारणले हामीले उसलाई नगराएको रिसाएर ठुस्स परेर है केही गरेर नि बच्चालाई चाहिँ खुसी पार्न सकिँदैन रहेछ साथीहरू टेक केयर बाई बाई